हजुरहरू पनि कैलाश मानसरोवर यात्रा गर्ने सोच्दै हुनुहुन्छ? यदि हुनुहुन्छ भने यो भिडियो पुरै हेर्नुहोस् है त। यसमा हजुरहरूको जिज्ञासा तथा कौतूहलता मेटाउने प्रयास गरिएको छ। साथै कैलाश मानसरोवर यात्रा सम्बन्धी सम्पूर्ण जानकारी दिने प्रयास गरिएको छ। साथै यस यात्राको महत्त्व प्रस्ट्याउने जमर्को पनि गरेका छौँ। कैलाश मानसरोवर यात्रा संसारभरका श्रद्धालुहरूको लागि मात्र नभई अध्यात्म, प्रकृति र चुनौती मन पराउने सबैका लागि एक अनमोल अवसर हो। काठमाडौँको कोलाहल छोडेर जब हामी यात्रा सुरु गर्छौँ, मनमा उत्साह, कौतूहलता र केही चिन्ताहरू मिसिएको हुनेछ। यो यात्राले केवल हिमाली भूगोल र ट्रेकिङलाई मात्र नसमेटी आस्था, धैर्य र आत्म साक्षात्कारको अनौठो सङ्गम हुनेछ। यो हजुरहरूको लागि केवल भौतिक मात्र नभई एक आध्यात्मिक यात्रा हुनेछ। पहिलो दिन हामी काठमाडौँबाट टिमुरे वा स्याप्रुबेसी रसुवा पुगेर बास बस्छौँ। दोस्रो दिन नेपालको सीमा पार गरी तिब्बत प्रवेश गर्छौँ। तिब्बतको भूमिमा पाइला राख्दै गर्दा तिब्बती संस्कृतिको न्यानो स्वागत पाउँछौँ। केरुङ 2700 मिटर उचाइमा भएकाले हाम्रो शरीरले उच्च भूगोलसँग तालमेल मिलाओस् भनेर हामीले 2 दिन यही बस्नेछौँ। त्यहाँको 2 दिनको बसाई त्यहाँको सुन्दरता र हरियालीमा आनन्दमय तवरले बित्नेछ। चौथो दिन हामी केरुङबाट सागा शहरसम्मको यात्रामा लाग्नेछौँ। बाटोमा 5 किलोमिटर लामो सुरुङ पार गर्दा चीनको अत्याधुनिक पूर्वाधार र विकास देख्नेछौँ। करिब 3.5 घण्टाको हाम्रो यात्रापछि हामी सागा पुग्नेछौँ। 4200 मिटरको उचाइ बढ्दै जाँदा भने हामीलाई हल्का टाउको दुख्ने, शरीर सुस्त हुने जस्ता लक्षणहरू देखिन सक्छन्, जुन सामान्य हो। 5औं दिन हामी बिहानै उठेर 7 घण्टाको बस यात्रामा मानसरोवरतर्फ लाग्नेछौँ। यात्रामा अघि बढ्दै जाँदा पहाडको रमाइलो दृश्यको अवलोकन गर्दै अगाडि बढ्छौँ। मानसरोवर ताल पुगेपछि नै हामीले कैलाश पर्वतको पहिलो दर्शन पाउनेछौँ। मानसरोवर शान्तिको महासागर, नीलो आकाश मुनि नीलै ताल अनि त्यसको जलमा परावर्तित पवित्र कैलाश। पहिलो दर्शनमै गहिरो शान्तिको अनुभूति हुनेछ। एक अनौठो शब्दको व्याख्या भन्दा परको विशिष्ट अनुभव हामी गर्नेछौँ। हामी मानसरोवरको परिक्रमा गर्दै किनारमै रहेको साधारण मड हाउसमा बस्नेछौँ। 6औं दिन पवित्र स्नान र पूजा गर्नेछौँ। पूजा सकेपछि हामी दार्चेन तर्फ लाग्नेछौँ। 7औं दिन कैलाश परिक्रमाको पहिलो दिन हुनेछ। कैलाश परिक्रमाको पहिलो दिन करिब 12 किलोमिटरको यात्रा गर्नुपर्ने हुन्छ। यमद्वारसम्म गाडीमा यात्रा हुनेछ। यमद्वारको दर्शन सकेर कैलाश यात्रा नगर्ने यात्रीहरू दार्चेन गाडीमा फर्किनु हुनेछ र त्यही अरू साथीहरूलाई पर्खिनु हुनेछ भने परिक्रमा जाने यात्रीहरू पैदल यात्रामा अगाडि बढ्नु हुनेछ। पहिलो दिनको यात्रामा कैलाशको दक्षिण पश्चिम र देरापुग पुगेपछि उत्तर भागको दर्शन पाउनेछौँ। कैलाश परिक्रमाको दोस्रो दिन कैलाश परिक्रमा गर्ने सबै यात्रीहरूका लागि सबैभन्दा कठिन दिन यही हुनेछ। यस दिन डोल्मा लापास 5700 मिटर पार गर्दै 22 किलोमिटरको यात्रा तय गर्नुपर्छ। कैलाश परिक्रमाको तेस्रो दिनको यात्रा छोटो करिब 9 किलोमिटरको हुनेछ। यात्राको 9औं दिन दार्चेनबाट सागा फर्किनेछौँ र त्यही बास बस्नेछौँ। 10औं दिन केरुङ बस्नेछौँ। अन्तिम अर्थात् 11औं दिन हामी केरुङ हुँदै काठमाडौँको यात्रा गर्नेछौँ। यसरी हाम्रो यात्रा सम्पन्न हुनेछ। अब प्रश्न उठ्छ, यो यात्रा किन गर्ने? कैलाश मानसरोवर यात्रा केवल तीर्थ यात्रा होइन, यो एक आध्यात्मिक जागरण हो। यहाँको शान्त वातावरण, कैलाशको अटल उपस्थिति, मानसरोवरको शीतल जल, यी सबैले भौतिकताबाट परको अनुभव दिलाउँछ। यो यात्राले धैर्य, सहनशीलता अनि भक्ति प्रदान गर्छ। कठिन छ, तर त्यो भन्दा बढी आनन्द।
थकान छ तर त्योभन्दा बढी सन्तुष्टि। यदि तपाईँलाई मौका मिल्छ भने एकपटक अवश्य कैलाश मानसरोवरको यात्रामा जानुहोस्। यो यात्राले तपाईँको जीवनको परिभाषा नै बदल्न सक्छ। सम्पूर्ण यात्रामा शुद्ध सात्विक भोजन प्रदान गर्छौं, जसले स्वस्थ र पौष्टिक आहार सुनिश्चित गर्छ। प्रत्येक यात्रुका लागि व्यक्तिगत अक्सिजन क्यान उपलब्ध गराइन्छ, जसले उच्च उचाइमा सुरक्षित र सहज अनुभव दिन्छ। प्रत्येक 5 यात्रु बराबर एक गाइड रहने भएकाले व्यक्तिगत हेरचाह र सुरक्षा सुनिश्चित हुन्छ। हाम्रो सुविधायुक्त एसी बसले लामो यात्रा सहज बनाउँछ, साथै प्रत्येक स्थानमा सबैभन्दा राम्रो उपलब्ध होटल वा लजमा बस्ने व्यवस्था गरिन्छ। आजै कैलाश मानसरोवर यात्रा बुक गर्नुहोस्। कैलाश भिजन ट्रेक्स, तपाईको विश्वासिलो आध्यात्मिक यात्रा साझेदार।